आज हामी पढ्नेछौँ नेपालको बजेट 2083-84 को बारेमा, जुन आउने एक्जाम प्रिटेस्टलाई लेभल 4, लेभल 5 र लेभल 6 लाई लक्षित गरेर यो भिडियो चाहिँ हामीले प्रस्तुत गरेका छौँ। बजेट 2083-84 यो बजेटसँग सम्बन्धित प्रावधानहरू र यो बजेटमा के कस्ता टाइपका क्वेशनहरू एमसीक्यूमा सोध्न सक्छन्, प्रिटेस्टमा सोध्न सक्छ भन्ने कुराहरू चाहिँ आज हामी डिस्कस गर्नेछौँ। र यो बजेटको सम्पूर्ण चीजहरू कसरी आयो, बजेटका पक्षहरू कति, बजेट विनियोजन भयो, सम्पूर्ण कुराहरू आज हामी यस भिडियोमा पढ्नेछौँ। यो भिडियो हेरिसकेपछि हजुरहरूलाई बजेटको बारेमा अन्त कहीँ खोज्न र पढ्नु पर्दैन। ल सुरु गर्ने क्लास। सबैभन्दा पहिला यो बजेट कहिले प्रस्तुत भयो त? बजेट 2083-84 कहिले प्रस्तुत भयो? कहिले प्रस्तुत भयो भन्दा यो बजेट 2083 साल जेठ 15 गते प्रस्तुत भयो। को द्वारा? अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेद्वारा यो बजेट प्रस्तुत भयो। र अर्को रहेको छ यो बजेटसँग सम्बन्धित संवैधानिक व्यवस्था। संवैधानिक व्यवस्था संविधानको कति भाग र कति धारामा उल्लेख गरिएको छ? संविधानको भाग 10 को धारा 119 अन्तर्गत यसको व्यवस्था गरिएको छ। यो इम्पोर्टेन्ट छ दुईटा। र अब हामी पढ्छौँ बजेट 2083-84 को कुल बजेट र यो बजेट कुल बजेटलाई कुन कुन सेक्टरमा कति प्रतिशतले र कति एमाउन्टले डिस्ट्रिब्युट भयो भन्ने कुरा हामी पढ्छौँ, जुन एकदमै इम्पोर्टेन्ट रहेको छ। यहाँ लेखौँ पहिला कुल बजेट 2083-84 को कुल बजेट कति रहेको छ भन्दा 21, 24, 34। कसरी पढ्ने भन्दा 21 खर्ब 24 अर्ब 34 करोड। 21, 24, 34 र यो बजेटलाई तीनटा सेक्टरमा विभाजन गरिएको छ। एउटा हो चालु खर्च, अर्को हो पुँजीगत खर्च र अर्को रहेको छ वित्तीय व्यवस्थातर्फको खर्च। यी तीनटा सेक्टरमा कतिको दरले बजेट विनियोजन भएको छ यो चाहिँ एकदमै जान्नुपर्ने हुन्छ। चालुतर्फ हाम्रो कसरी पढ्ने भन्दा 12, 60, 58। चालुतर्फ 12, 60, 58, 12 खर्ब 60 अर्ब 58 करोड, 12, 60, 58। पुँजीगत तर्फ 4, 31, 10, 4 खर्ब 31 अर्ब 10 करोड। चालुतर्फ 12, 60, 58, पुँजीगत तर्फ 4, 31, 10 र वित्तीय व्यवस्थातर्फ 4, 22, 64। 12, 60, 58, 4, 31, 10, 4, 22, 64, 4 खर्ब 22 अर्ब 64 करोड। र यसलाई प्रतिशतमा पर्सेन्टमा लैजाँदा यो हुन्छ 59.8% इङ्ग्लिस नेपाली मिक्स भयो। यो चाहिँ हाम्रो हुन्छ 20.3%, यो चाहिँ हुन्छ 19.9%। यो चाहिँ रहेको छ बजेटको कुल बजेट र यो बजेटलाई कुन कुन सेक्टरमा कति पर्सेन्टले कति दरले विनियोजन गरिएको छ भन्ने कुरा चाहिँ यो भयो। र अब हामी पढ्छौँ स्रोत व्यवस्थापन। यो बजेटको
स्रोत चाहिँ के हो त र कुन कुन स्रोतबाट कति कति रकम मिलेर यो बजेट बनेको छ। यो भयो। अब चाहिँ हामी पढ्छौं बजेटको स्रोत व्यवस्थापन। बजेटको स्रोत व्यवस्थापन कुन कुन स्रोतबाट बजेट निर्माण भएको। बजेटको स्रोत व्यवस्थापन। बजेटको स्रोत व्यवस्थापन सबैभन्दा पहिला आउँछ राजस्व। राजस्वबाट कति भयो। राजस्वबाट 14,531 14 खर्ब 5 अर्ब 31 करोड। राजस्वबाट कति भयो 14,531 14 खर्ब 5 अर्ब 31 करोड। र अर्को रहेको छ वैदेशिक सहयोग अथवा यसलाई अनुदान पनि भन्न सकिन्छ। राजस्व तर्फ 14,531 र वैदेशिक सहयोग तर्फ 61 अर्ब 64 करोड। यो दुईटाबाट आन्तरिक स्रोत व्यवस्थापन नै आन्तरिक स्रोत व्यवस्थापन नै यो दुईटाबाट स्रोत व्यवस्थापन जुन यो राजस्वबाट कति पर्सेन्ट हुन्छ 66.15% र यो वैदेशिक सहयोगबाट 2.91%। र हाम्रो यो 100% हुनुपर्ने हो। हाम्रो जहिले पनि घाटा बजेट प्रस्तुत हुन्छ यो एकदमै जान्नुपर्ने हुन्छ। नेपालको बजेट चाहिँ कस्तो प्रकृतिको बजेट हो भन्दा घाटा बजेट हो। घाटा बजेट हो जसमा बजेट घाटा कति भयो। बजेट घाटा 6 खर्ब 57 अर्ब 6 खर्ब 57 अर्ब 29 करोड बजेट घाटा भयो। अब यो घाटा बजेटलाई कसरी परिपूर्ति गर्छ। यो घाटा बजेटलाई कसरी परिपूर्ति गर्छ भन्दा वैदेशिक ऋण दिएर। यसले बाह्य ऋण पनि भनिन्छ। वैदेशिक ऋण र आन्तरिक ऋण दिएर। र आर्थिक वर्ष 2083-84 मा वैदेशिक ऋण कति लिएको छ भन्दा 2 खर्ब 47 अर्ब 2 खर्ब 47 अर्ब 29 करोड। 2 खर्ब 47 अर्ब 29 करोड 11.64%। र यो आन्तरिक ऋण कति लिएको छ 4 खर्ब 10 अर्ब 4 खर्ब 10 अर्ब 19.3%। यो बजेट 2083-84 को बजेटको स्रोत कुन कुन हुन् राजस्व र वैदेशिक सहयोग। राजस्वबाट कति भयो 14 खर्ब 5 अर्ब 31 करोड र वैदेशिक सहयोगबाट 61 अर्ब 64 करोड। यिनी दुईटा जोडेर हाम्रो टोटल बजेट त पुगेन। टोटल बजेट कति हो 21 24 34 खर्ब अर्ब करोड। यो 14 छ यो 61 अर्ब छ मान्छे 21 खर्ब त पुगेन। अब स्रोतबाट नपुगेको रकम अपुग भइसकेपछि त्यो घाटा बजेट हुन्छ। नेपालको बजेट जहिले पनि घाटा बजेट प्रस्तुत भइरहेको छ र विक्रम सम्वत 2033 र 34 मा मात्र नाफा बजेट
प्रस्तुत भएको। यो क्वेसन आउन सक्छ। नेपालमा नाफा बजेट कहिले प्रस्तुत भयो, सरप्लस बजेट कहिले प्रस्तुत भयो भनेर क्वेसन आउन सक्छ। विक्रमसम्म 2033 र 34मा आर्थिक वर्ष 2033-34मा। र यो राजस्व र वैदेशिक ऋणबाट बजेट कुल बजेटमा अपुग भएको रकम कस्तो टङ्कले भयो। यो राजस्व र वैदेशिक सहयोग को रकमबाट अपुग भएको रकम वैदेशिक ऋण, आन्तरिक ऋण अथवा बाह्य ऋणबाट स्रोतको व्यवस्थापन गर्छ, जसलाई हामीले के भनिन्छ, यो वैदेशिक ऋण र आन्तरिक ऋणबाट स्रोत व्यवस्थापन गर्नुपर्ने अवस्थालाई नै बजेट घाटा भनिन्छ। र अहिले नेपालको बजेट घाटा कति रहेको छ? 6 खर्ब 57 अर्ब 29 करोड। यो आउन सक्छ क्वेसनमा। नेपालको बजेट 2083-84 को बजेट घाटा कति रहेको छ भनेर आउन सक्छ। 6 खर्ब 57 अर्ब 29 करोड। यो भयो बजेटको स्रोत व्यवस्थापन र स्रोत व्यवस्थापनबाट अपुग भएको रकम कहाँदेखि कसरी ल्याउँछ र कति कति ल्यायो भन्ने कुरा चाहिँ यो भयो। र अब हामीले पढ्छौँ नेपालका केही बजेटका विशेषताहरू र यसका प्रावधानहरू। अब हामी पढ्छौँ आर्थिक वर्ष 2083-84 को बजेटको प्रमुख अवधारणाहरू। आर्थिक वर्ष 83-84 को बजेटको प्रमुख अवधारणाहरू के रहेका छन्? यो चाहिँ एकदम आउन सक्ने क्वेसनहरू हुन्छन् यसबाट। आर्थिक वृद्धि दर एउटा रहेको छ, आर्थिक वृद्धि दर 7% पुर्याउने लक्ष्य राखेको। आर्थिक वर्ष 2083-84 को बजेटले आर्थिक वृद्धि दर 7% पुर्याउने लक्ष्य राखेको छ। अर्को मुद्रास्फीति, इन्फ्लेसन भन्छ। मुद्रास्फीति लक्ष्य कति रहेको छ? यसले मुद्रास्फीति लक्ष्य ठ्याक्कै 1 घटाइदिने। मुद्रास्फीति लक्ष्य 6% राखेको छ। र अरू के छन्? व्यक्तिगत, तपाईहरुले सुन्नुभयो होला, व्यक्तिगत आम्दानीको करलाई घटाएर 5 देखि करलाई घटाएर 5 लाख थियो पहिला, अहिले चाहिँ 10 लाखसम्म इन्कम लाई चाहिँ कर नहुने, कर नलाग्ने भन्ने प्रावधान आएको छ। व्यक्तिगत कर, आयकर भनौँ, व्यक्तिगत आयकर छुटको सीमालाई 5 देखि 10 लाखसम्म पुर्याएको। पहिला 5 लाख थियो, अहिले चाहिँ 10 लाखसम्म छ। र अर्को रहेको छ निर्यात व्यापारमा 50% सम्म छुट। निर्यात व्यापारमा यो चाहिँ निर्यातमुखी व्यापारलाई प्रोत्साहन गर्नका लागि सरकारले निर्यात व्यापारमा 50% सम्म छुटको व्यवस्था गरेको छ। र अर्को रहेको छ विद्युत उत्पादन क्षमतालाई आर्थिक वर्ष 2083-84 को लक्ष्य 5535 मेगावाट पुर्याउने। र 83-84 मा मात्र कति वृद्धि गर्ने भन्दा 1040 वृद्धि गर्ने लक्ष्य राखेको छ। र अर्को रहेको छ 1000 किलोमिटर सडक कालोपत्री गर्ने लक्ष्य राखेको छ। अर्को 275 सडक पुल निर्माण गर्ने,
275 सडक पुल निर्माण गर्ने लक्ष्य राखेको छ। अर्को आगामी 3 वर्षमा 90% नेपालीलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने। स्वास्थ्य बीमाको दायरामा ल्याउने जस्ता व्यवस्थाहरू गरेको छ। अरु पनि छन् यसका व्यवस्थाहरू। अरु चाहिँ यति पढिसकेपछि यो प्री टेस्टको लागि चाहिँ इनफै हुन्छ जस्तो लाग्छ। र अरु के छन्, अरु के हुन सक्छन् यसका व्यवस्थाहरू? अरु अझै एउटा आउन सक्छ। के आउन सक्छ भन्दा अझै एउटा के आउन सक्छ भन्दा यो बजेट यो बजेट प्रस्तावले नेपालको कुन वर्षलाई चाहिँ भिजिट नेपाल इयर घोषणा गर्ने भनेको छ भन्दा 2085 साललाई भिजिट नेपाल इयर घोषणा गरेको छ है। यो पनि इम्पोर्टेन्ट छ। आर्थिक वर्ष 2083-84 को बजेटले 2085 साललाई चाहिँ भिजिट नेपाल इयर घोषणा गरेको छ। यो इम्पोर्टेन्ट छ। यति जानिसकेपछि यो बजेट सम्बन्धी प्रमुख अवधारणाहरू चाहिँ लगभग समेटिएकै हुन्छ। नत्र भने यदि विस्तृत रूपमा पढ्न चाहनुहुन्छ भने गुगलमा गएर बजेट आर्थिक वर्ष 2083-84 बजेट भनेर सर्च गर्नु होला। बुक आउँछ बजेट सम्बन्धी प्रावधानहरू भएका, त्यो चाहिँ पढ्न सक्नुहुन्छ। र अब हामी पढ्नेछौँ क्षेत्रगत बजेट विनियोजन। क्षेत्रगत बजेट विनियोजन, कति बजेट क्षेत्रगत रूपमा विनियोजन भयो। क्षेत्रगत भनेको शिक्षा क्षेत्रमा कति बजेट विनियोजन भयो, उद्योग क्षेत्रमा कति बजेट विनियोजन भयो, ऊर्जा क्षेत्रमा कति बजेट विनियोजन भयो। यी सम्पूर्ण चाहिँ इम्पोर्टेन्ट रहेका छन् यो प्री टेस्टको लागि। अब हामी पढ्छौँ क्षेत्रगत बजेट विनियोजन। क्षेत्रगत बजेट विनियोजन, क्षेत्रगत बजेट विनियोजन भित्र सबैभन्दा पहिला लेखौँ शिक्षा क्षेत्रमा। शिक्षापछि पूर्वाधार विकास। सबैभन्दा धेरै यसमा बजेट विनियोजन भएको छ। शिक्षा क्षेत्रमा, पूर्वाधार विकास क्षेत्रमा, उद्योग क्षेत्रमा र स्वास्थ्य क्षेत्रमा। उद्योग क्षेत्रमा, स्वास्थ्य क्षेत्रमा, बाँकी चाहिँ यति विशेष गरेर पढाउन। शिक्षा क्षेत्रमा कति बजेट विनियोजन भएको छ भन्दा 2 र शिक्षा क्षेत्रमा कति बजेट विनियोजन भएको छ भन्दा 2.1830 2 खर्ब 18 अर्ब 30 करोड। 2 खर्ब 18 अर्ब 30 करोड, 2.1830। र सबैभन्दा बढी पूर्वाधार विकास क्षेत्रमा बजेट विनियोजन भएको छ। यसमा 3
83। सबैभन्दा बढी बजेट विनियोजन भएको क्षेत्र पूर्वाधार क्षेत्र, जसमा 3,2,83 3,02,83 करोड। र उद्योग क्षेत्रमा कति बजेट विनियोजन भएको छ? उद्योग क्षेत्रमा 9,34 उद्योग क्षेत्रमा 9,34 करोड। र स्वास्थ्य क्षेत्रमा कति बजेट विनियोजन भएको छ? स्वास्थ्य क्षेत्रमा 96,43 स्वास्थ्य क्षेत्रमा 96,43 करोड। यिनी मेन भयो आउन सक्ने, र अरू चिजहरुमा पनि विनियोजन भएका छन्। अब अर्थको क्षेत्रमा 84 अर्ब 73 करोड अर्थको क्षेत्रमा। र कृषि क्षेत्रमा यो पनि इम्पोर्टेन्ट छ, र कृषि क्षेत्रमा 73,12 कृषि क्षेत्रमा 73,12 बजेट विनियोजन भएको छ। 73 अर्ब 12 करोड अर्थ भयो, कृषि भयो। अब के बाँकी रह्यो? अर्थ, कृषि, सूचना। सूचना सञ्चारमा 5 अर्ब 93 करोड। र लास्टमा रहेको छ विज्ञान तथा प्रविधि। विज्ञान तथा प्रविधि क्षेत्रमा 4 अर्ब। यो चाहिँ इजी छ, 4 अर्ब। र अर्को एउटा इम्पोर्टेन्ट के आउन सक्छ भन्दा, राष्ट्रिय कृषि अनुसन्धान आधुनिकीकरणका लागि राष्ट्रिय कृषि आधुनिकीकरणको लागि कति बजेट विनियोजन भएको छ? मोस्ट इम्पोर्टेन्ट क्वेसन हो। राष्ट्रिय कृषि आधुनिकीकरणको लागि कति बजेट विनियोजन भएको छ? यसको आन्सर हो 2 अर्ब 7। राष्ट्रिय कृषि आधुनिकीकरणको लागि 2 अर्ब 7 करोड रुपैयाँ बजेट विनियोजन भएको छ। र यो भयो बजेट सम्बन्धी एमसीक्यू टाइपका क्वेसनहरू। र यसले चाहिँ अन्य रिटन इक्जामहरुमा पनि एकदमै हेल्प हुने हुनाले यो चाहिँ एकदम राम्रोसँग पढ्नु होला। र जति पनि मैले बोर्डमा लेखाइसके स्क्रिनशट गर्नु होला अथवा याद गर्दै जानु होला। यो चाहिँ एकदमै मोस्ट इम्पोर्टेन्ट। जति पनि क्वेसन आउँछन् बजेट सम्बन्धी यही भिडियो मार्फत सिकाएका टपिकहरुबाटै आउँछन्। यो टपिक भन्दा बाहिर जाँदैन क्वेसन। त्यही अनुसारले तयारी गर्नु होला। बेस्ट अफ लक।